हाम्रो आजको यात्रा भैरवकुण्डसम्मको हुनेछ। काठमाडौँबाट उत्तर पूर्वमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक धार्मिक र साहसिक गन्तव्य हो। 4250 मिटरको उचाइमा रहेको यो पवित्र ताल हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण छ। यहाँबाट जुगल र रोल्वालिङ हिम श्रृङ्खलाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ। हामी चाहिँ काठमाडौँबाट चोकरमकरसम्म बाइकमा यात्रा गर्ने भनेर हिँडेका थियौँ, तर हामी बगामसम्म पुग्दा बाइकको यात्रा राम्रै भइरहेको थियो। तर बगामबाट चोकरमकरसम्मको बाटोको यात्रा एकदमै कष्टकर भयो। यो मनसुनमा जाँदै हुनुहुन्छ भने चाहिँ बाइक बगाममै राखेर त्यहाँबाट ट्रेकिङ स्टार्ट गर्नु होला। एकदमै राम्रो छ, हाम्रो डेस्टिनेसन एकदमै राम्रो छ। त्यसले गर्दाखेरि बाइकलाई चाहिँ तलै राखेर जानु होला। यो मनसुनमा हेलो, गुड मर्निङ। हामी चाहिँ अहिले यहाँ भक्तपुर छौँ। तपाईँको एउटा सानो पोखरीमा आइपुग्या छ। यहाँ चाहिँ आजको हाम्रो यात्रा भनेको भैरवकुण्डसम्मको हुन्छ। बिच बाटोमा हामी कहाँ पुगिन्छ अनि साथीहरू चाहिँ हामी चाहिँ अब आज चाहिँ त्यहाँ बगाम चोकरमकरसम्म पुगेर भोलि हामी भैरवकुण्ड पुगेर भोलि नै काठमाडौँ फर्किन पनि सकिन्छ। अब त्यो चाहिँ बस्न पनि सकिन्छ। के हुन्छ अब हेर है त, किप गोइङ। ल हामी भेट्नुपर्छ बिस्तारै। ल केटा हो, कहाँको हो यात्रा हाम्रो? अहिले अहिले दोलालघाट पुल एउटा ठ्याक्क अगाडि राइट लागेर जान्छौँ। Where stress dissolves like footprints in the sand. अगाडि के भयो सर? सल्लाह नि हो कि तल रिसोर्ट बन्जी खाना जाँदै लाग्नु हुनुहुन्छ हाम्रो सतीशजी। यहाँबाट बन्जी अनि तल टक्क हामी चाहिँ यहाँ डाकलाङ आइपुग्यो। केटाहरू सब भोकले 12-20 खाडी सहरमा खाना खाऊँ भन्दाखेरि गाइडहरू मान्नु भएन। अनि यहाँ अहिले अब चाउचाउ अन्डा के छ त्यो खाउँला होइन। 12-20 खाना खाएर आउँदा चाहिँ राम्रो। दुईवटा बाटो छ, यहाँबाट चाहिँ तलतिर लाग्यो ल। हाम्रो चाहिँ यहाँ डाकलाङमा दिउँसो 2 बजे टक्क भात खाँदैछौँ। केटाहरू सरियतै हुनुहुन्छ। मजा आइरहेको छ ल है। आमाले भात खाउनुभयो। कस्तो हजुर रिभ्यू हो? रिभ्यू दिनु पर्यो। अचार दामी छ। आलु पनि A1 छ। खसाको आलु चाहन्छ भात। खुर्सानी चाहनु कस्तो छ? बवालै हो। यति भएपछि भात रुच्छ होइन। टक्क एक थाल भात। सिधा बाटोमा कसरी सिक्ने भन्ने कुरो भइरहेको छ।
खोला हेर न खोला टक्क केटाहरू सग्लै छ नि जोस् अर्को टिम अलिकति इन्जिनियर चाहिँ हाम्रो सँगै लिएर हिँड्छौँ त्यसले गर्दाखेरि अलिकति केही समस्या आउने बित्तिकै हाम्रो इन्जिनियर सर लागि परिहाल्नुहुन्छ हामी यो डाँडामा टक्क अहिले भ्यू हेर्दै चस्मा यहीँ खसेको हो त्यो चाहिँ अहिले झन्न अहिले छगाम आइपुग्यौँ छगामबाट अब बगामतिर हिँड्छौँ चाइना सरको चाइनाको ताउ डाक्लाङ होइन डाक्लाङबाट छगाम सर यता हेर्दैन नि एकचोटि यार तपाईँको त्यो सुन्दर अनुहार मुहार एकदम रमाइलो रहेछ खैरे सब यता कस्तो दामी थियो यार आइङहरू पनि तल रहेछ नि त नि यो गाउँ चाहिँ मन पऱ्यो मलाई सही रहेछ छगाम है यो गाउँ चाहिँ बगाम पुरै हामीलाई त बादलले घेऱ्यो त बगाम आइयो है हामी चाहिँ बस्नु चाहिँ कहाँ जाने हामी सोकर मकर हामी यहीँ कहाँ हो भने अर्को हो हामी त्यसो जाउँ हामी जाउँ बगाममा चाहिँ यस्तो छ है होमस्टेहरू छ यहाँ टन्नै यहाँ बस्दा नि हुन्छ बसहरू चाहिँ यहाँसम्म आउँछ हामी राइडरहरू चाहिँ अलिकति माथि जान्छौँ भर्खर 5 त बज्यो नि 7 बजीसम्म उज्यालो हुन्छ कर्मकार जाने बाटो यस्तो छ चिप्लिआएको त बाटो यस्तो छ नगर्नु न त्यही गरेर अलिक त्यो ढुङ्गा त साह्रै हुन्छ आफू खुट्टा खिच्यो यार तपाईँले उल्टो हाल्नु हो कि चाकेर तपाईँ स्टार्ट गरेर हाल्नु न तपाईँ चाहिँ डेन्जर रहेछ राइडर्स खिचे खिच पानी पर्यो
बाटो चाहिँ यस्तो छ है। सरहरू कट्या हो? कट्या त हो नि। के छ हाम्रो न्यानो सर? के छ आजको वस्तुस्थिति? सुत्न मात्र पाए हुन्थ्यो एडभेन्चर हो तर थ्रिलिङ चाहिँ छ थ्रिलिङ। तर बेला बेला लास्ट दुःख होला स्वर्गै देखिन्छ। लास्ट दुःख छ सर के छ? माटै भयो अब माथि हाम्रो सर कुरा नगरौँ के हो? मेरो कुरा हजुर हजुर हाम्रो यहाँ प्रवीण सरको एउटा डायलग छ क्या माटै भयो चाहिँ भनी भाइरल गर्नु पर्यो ल भइया छ। माटै भयो भनेको सब सक्यो खत्तम भयो क्या खत्तमै हो। माटै भयो माटै भयो हर्कै भयो भन्ने हो कि हामी चाहिँ यहाँ अहिले चोकरमकर ठाउँमै बिर्सिसक्यो। यत्रो लडियो चोकरमकर आइयो। यहाँ ठिक छ सबै वस्तुस्थिति बस्नलाई तातो तातो छ। हेलो गुड मर्निङ गाइस फ्रम चोकरमकर। हामी चाहिँ हिजो राति 11 बजीतिर आइपुगेर है यहाँ बस्यो। लगभग 3 बजीतिर सुत्यो। खाँदा खाँदै पकाएर खाँदा ढिला भइगयो। अनि अब यस्तै छ मजा आयो। केटाहरू यहाँ सब फ्रेस हुँदैछन् अहिले। अब चाहिँ हामी यहाँबाट भैरवकुण्ड हिँड्छौँ। यहाँ चाहिँ यो घरको सानो छ। यहाँको सिनेरीहरू यस्तो छ। हामी बसेको होटल यतै हो। यता खाना खाने किचन त्यता बेडरुम यता। चिया पाके यहाँ सेर्पिनी कान्छीले चिया बनाउँदैछ ल। मै सोच्छु के हजुर नाम के हो खास ल पत्रकार चाहिँ तपाईँ कि तपाईँ हजुर उहाँले सोध्नु प्रिपेयर धेरै पुग्यो। ल भन्नुहोस्। खास हजुरको नाम मेरो नाम सुमिता तामाङ। सुमिता तामाङ। यो चकरमकर भैरवकुण्ड गेस्ट हाउसमा हजुर यहाँ बस्नु कति भयो? लगभग 3 महिना भयो। 3 महिना भयो। जस्तै यो गौरी शङ्कर यो नेसनल पार्क जुन छ नि हाम्रो यसमा के हो नेसनल पार्क के भन्छ? अहिले खिच्नु अहिले सोध्नु भएन कि पुरै रङ कन्फिडेन्सका साथ। तामाङ हो। तपाईँको यो होमस्टे कुन ठाउँमा छ भनिदिनु ल। मेरो यहाँ चुकरमकर भैरवकुण्ड भोटेको गाउँपालिका चुकरमकर। यहाँ आउनु पऱ्यो भने चाहिँ कसलाई कन्ट्याक्ट गर्ने? कन्ट्याक्ट यहाँ हामीलाई नै गर्दा हुन्छ। कति हो कन्ट्याक्ट नम्बर? टिकटकतिर पनि छ। हजुर मेरो नम्बर 9862 160 354। मिठो मिठो खानको लागि चाहिँ यहाँ आउनु होला होइन। ल एकदम मिठो टक्क। खानेकुरा हालेको गाइजहरू हिँड्दैछन् टक्क चकरमकरबाट माथि लाग्यो। हामी चकरमकर भन्ने ठाउँ चाहिँ त्यस्तो छ है। फेरि सबै भयो गाइजहरू अगाडि टक्क
बसिरहेको छ होइन के छ नि एन्सर मोबाइल छ ल मजा आइरह्यो है एकचोटि आउनुपर्छ है आउनु पर्ने ठाउँ छ ल होइन बाइकमा फेरि बाइकमा चाहिँ होइन बाइकमा चाहिँ के अरे चोकर मोकरसम्म पनि नआउनु बाटो एकदम खतम छ जति जति भ्लग बने जति तपाईँले बाइक चोकर मोकरसम्म पुग्छ भनेर सुन्नुभएको छ नि थाहा छ नि उनीहरूले कुन सेन्सले भने कसरी उनीहरू पुग्यो होइन मनसुनमा आउँदा चाहिँ भिजोकै छ मनसुनमा आउँदाखेरि चाहिँ तल बगानमा बाइक राख्ने माथि हिँडेरै आउनुपर्ने हुन्छ चोकर मकर आएर बसेर भोलिपल्ट टक्क हो त्यसपछि बल्ल हुन्छ बोलाएको राम्रो होला नत्र गाह्रो छ हामी अहिले ठ्याक्क देउराली आइपुग्यौँ त्यहाँबाट चाहिँ हाम्रो यहाँ चाहिँ बस्नलाई एउटा सानो मचान पनि छ भुइँफुलहरू मस्तै फुलेका छन् यहाँ एलिभेसन हामी 4020मा छौँ टक्क थाक्यो है मजाले हिँड्नलाई 3 घन्टा लाग्छ क्या हामी चाहिँ यहाँ अहिले बिच बाटोमा आइपुग्यौँ बाटो कस्तो छ भनेर देखाउँदा चाहिँ यस्तो छ आनन्दको चिलमा गाइजहरू यहाँ छन् यसपालि 2026को वर्ल्ड कप चाहिँ अर्जेन्टिनालाई हो कि हो फेरि यस्तो मान्छे यो खाएपछि जुरुक्कै है फेरि गाइजहरू यहाँ छन् के भयो के भइरहेछ यता गाइजहरू लाइट नभएको नि त देउरालीमा बत्ता उतारेको थियो नि त टाइम हाँ यो चाहिँ हाम्रो भैरवकुण्ड अगाडिको एउटा स्टेसन कुण्ड त कुण्ड सानो कुण्ड रहेछ यस्तो छ यहाँको सिनेरियो बादल पुरै ढाक्दैछ देउरालीमा बातास चल्यो भने जस्तो भइरहेछ कुण्ड यो कुण्ड चाहिँ यस्तो छ अहिले चाहिँ हामी फाइनली 4200 लगभग कति घन्टा हिँड्यौँ यार हामी 2 घन्टा जति हिँड्यो होला 4250 एल्टिट्युड छ अहिले चाहिँ हामी यहाँ ठ्याक्क भैरवकुण्डको ठ्याक्क माथि भित्ताहरूमा आमामा सर्कखेरि भैरवकुण्डको ल के हो फेरि सर यहाँ आएर हामी कुरा नगर्ने ए डाइभ हान्ने भैरवकुण्डमा आएर डाइभ सरजी यसरी चाहिँ फोहोर नगरौँ कि यो ल्याउँ चढाउँ बरु घरै लिएर जाउँ है यसरी चाहिँ त्यो त अनि कुण्ड त हेर्नु त यो बिजोग हुन्छ नि है यस्तो यस्तो चढाएर त अनि यसको अस्तित्व नै रहेन नि त जे छ त्यो ठिक छ कि हेरौँ मजा लिगौँ दर्शन गरौँ मनले मागौँ
पुग्यो भने पुगिहाल्यो नपुग्यो ठिकै छ अर्कोचोटि फेरि गरौँला राम्रो काम गरौँ है तर यति साह्रो चाहिँ नगरौँ यार अति फोहोर भयो के भन्नुहुन्छ सर यो विषयमा तपाईँले एकदम तपाईँले भने सही छ सही छ है म यो भन्ने चाहिँ म चाहिँ यहाँ टक्क अहिले आनन्द लिइरहेको छु मजा आइरहेछ काइजल चाहिँ त्यता छ एकछिन सुत्दिउँ के हो यस्तो यस्तो अवस्थामा छन् म त लुटेँ है केटाहरू यहाँ खै यस्तो यस्तो अवस्थामा भाइ अब चाहिँ हाम्रो ट्रिप चाहिँ यहीँ सकिन्छ होइन लगभग भैरवकुण्डको यात्रा आज यहाँ समय नै रह्यो हामी चाहिँ बाइकमा मजाले लड्दै पढ्दै आयौँ फेरि अब तल झरेर त्यहाँबाट फेरि बाइकमा अब सकेसम्म आज हामी काठमाडौँ फर्किने प्रयास गर्छौँ के कस्तो हुन्छ बाटोले के भन्छ भनौँ न अब अनि अब ल अब फेरि छिटै नै अर्को भ्लगमा भेटौँला साथीभाइहरू टक्क यहाँ कुण्डमा स्नान गरेर रेडी हुँदैछन् ल अहिले चाहिँ यस्तो पानी परिरहेछ है यस्तो छ पुरै अन्धकार भयो यहाँ चाहिँ अहिले टक्क हिउँ परिरहेछ हामी फर्किँदा फर्किँदै टक्क बारिस भयो हिउँको यस्तो छ है मजा पो आयो त अनि पानी परेर यहाँ सर्रमा है पानी हामीसँग भिज्दै अगाडिको बाटो हामी तय गर्दैछौँ यस्तो छ केटाहरू चाहिँ रेनकोट सहित आइरहेको मजाले ट्रेकरहरू अझै यसलाई अचम्म लगाइरह होला है के भइरहेको छ यहाँ के जीव आयो के जनावर आयो भित्र नसिला नि हो सिल हुन्छ नि यिनीहरू यस्तो खासै यस्तो के हो सर यस्तो त्यो जङ्गली रागो याक हो याक ओइ म बाइक हाल्न